सम्पूर्ण सबैमा हार्दिक नमस्कारका साथै अभिवादन। अनि आजको प्रथम कक्षामा हामी मनप्रसाद सुब्बाको साहित्यिक परिचय पढ्नेछौँ र मनप्रसाद सुब्बाद्वारा लिखित देश चिनाउँदै कविता पढ्न अघि हामी उहाँको मनप्रसाद सुब्बा सरको साहित्यिक परिचय पढ्नेछौँ। कवि मनप्रसाद सुब्बाको जन्म सन् 1950 दार्जिलिङमा भएको थियो। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तरसम्म अध्ययन गरेपछि उनले बिजनबारीको विद्यासागर उच्च माध्यमिक पाठशालामा अध्यापन गरे। पछि बिजनबारी महाविद्यालयमा पनि अंशकालीन रूपमा प्राध्यापन गरे र कवि मनप्रसाद सुब्बाको जन्म 1950 दार्जिलिङमा भएको थियो। अङ्ग्रेजी साहित्य इङ्ग्लिस लिटरेचरमा ग्रेजुएसन गरेपछि उनले बिजनबारीको विद्यासागर उच्च माध्यमिक विद्यालयमा अध्यापन गरे। पछि उनले बिजनबारी महाविद्यालय बिजनबारी डिग्री कलेजमा पनि केही समयका लागि प्राध्यापन गरे। भारतेली नेपाली साहित्यमा एक कविता अनि समीक्षाका क्षेत्रमा मनप्रसाद सुब्बा प्रखर सर्जकका रूपमा चिनिन्छन् र भारतीय नेपाली साहित्यमा कविता अनि समीक्षा भन्नाले कुनै लेखक, कवि, कथाकारको कथा, कविता अथवा लेखहरू पढेर त्यसमाथि टिप्पणी गर्नुलाई समीक्षा अथवा समालोचना भनिन्छ र समीक्षा अनि कविताको क्षेत्रमा मनप्रसाद सुब्बा एक प्रखर सर्जकको रूपमा चिनिन्छन् र कवि मनप्रसाद सुब्बाको सम्पूर्ण काव्यकारिता अपरम्परित तथा सतत प्रयोगशील रहेको छ र कवि मनप्रसाद सुब्बाको सबै काव्य कृतिहरू परम्परागत तथा सतत प्रयोगशील, सदैव नै प्रयोगशील रहेको छ। सतत भन्नाले सदैव सर्वदा। त्यसैले उनका कुनै पनि कविता कुनै एक निश्चित स्थायी मूल्याङ्कन पद्धति मापदण्डको घेरालाई तत्काल उच्छेदन गरिदिने प्रकृतिका छन् र मनप्रसाद सुब्बाका कविताहरू कुनै निश्चित स्थायी मूल्याङ्कन पद्धति मापदण्डको घेरालाई तत्काल उच्छेदन गरिदिने किसिमका छन्। अर्थात् उनको कविताहरूको मूल्याङ्कन हुनु सक्दैन तथा कसैले कविताको मूल्याङ्कन गरौँ तथा त्यसको मापदण्ड मूल्याङ्कन गरौँ भन्दा मनप्रसाद सुब्बाद्वारा लिखित कविताहरूको कसैले पनि मूल्याङ्कन गर्न सक्दैनन्। एउटा कविता सङ्ग्रहबाट अर्कोमा प्रवेश गर्दा हामी मनप्रसाद सुब्बालाई सधैँ नवीकृत भएको पाउँछौँ र नवीन विषय प्रवेशका लागि उनले चयन गर्ने काव्यिक उपकरण पनि तुरन्तै नयाँ बन्न पुगेको पाउँछौँ। र एउटा कविता सङ्ग्रह र जब मनप्रसाद सुब्बाज्यूको अहिलेसम्म धेरैवटा कविता सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् र एउटा कविता सङ्ग्रह जब उनले एउटा कविता सङ्ग्रह प्रकाशित गर्छन् त्यो कविता सङ्ग्रहका कविताहरू छुट्टै किसिमका छुट्टै प्रवृत्तिका हुन्छन् भने जब उनले अर्को कविता सङ्ग्रह, कविता सङ्कलन, कविताहरूको किताब जब प्रकाशित छपाउँछन् त्यति बेला त्यस कविता सङ्ग्रहका कविताहरू अघि प्रकाशित गरेका कविता सङ्ग्रहका कविताहरूभन्दा धेरै छुट्टै किसिमका हुन्छन् र मनप्रसाद सुब्बा चाहिँ नेपाली साहित्य, भारतीय नेपाली साहित्यमा एकमात्र यस्ता कवि हुन् जसको तुलना अरू कुनै कविसँग हुन सक्दैन, किनभने उनको जस्तो कविता अहिलेसम्म कसैले पनि लेख्न सकेका छैनन्। र मनप्रसाद सुब्बाका कविताहरू सुरुदेखि आजसम्म अधिक सरलतातिर उन्मुख भएका देखिन्छन् र मनप्रसाद सुब्बाको कविताहरू जब उहाँले लेख्न सुरु गर्नुभयो तबदेखि अहिलेसम्म
सुगम एकदम सरलतातिर नै जाँदै गरेको देखिन पाउँछौँ। समयप्रतिको तीखो चेत बोकेर समसामयिक जीवन र जगतका यावत आयामहरूलाई सरल, सहज र अनौपचारिक भाषामा बलशाली कविता लेख्न सक्ने कवि हुन् मनप्रसाद सुब्बा। र समयप्रतिको तीखो चेत बोकेर वर्तमान समयको जनजीवन र जगतको यावत आयामहरूलाई एकदमै सजिलो किसिमले उनले अनौपचारिक भाषामा बलशाली कविता लेख्ने कवि मनप्रसाद सुब्बा हुन्। आफ्नो नव्यताको आग्रहप्रति उहाँ आज पर्यन्त अडिग हुनुहुन्छ र नव्यता, नवीनता, नौलोपनाको आग्रहप्रति उहाँ अहिलेसम्म अडिग हुनुहुन्छ अनि उहाँका प्रत्येक नयाँ कविताले यसलाई प्रामाणिक तुल्याएको छ र उहाँको हरेक कविताले यसलाई प्रामाणिक तुल्याएको छ। र अब हामी मनप्रसाद सुब्बाद्वारा लिखित प्रकाशित कविता सङ्ग्रहहरूको नाम यहाँ पढ्नेछौँ। बिब्ल्याटो युगभित्र कार्टुन मान्छे सन् 1969, बुख्याचाहरूको देशमा सन् 1983। बुख्याचा शीर्षक बुझ्दा बुख्याचा भन्नाले खेतबारीतिर वन्यजन्तुहरूलाई भगाउन राखिएको पुतला, जुन चाहिँ खेतबारीतिर परालले बनाएको पुतला हुन्छ, जसको टाउको शिरमा हाँडीमा मान्छेको टाउको जस्तै बनाएर राखिएको हुन्छ, जसले खेतहरूलाई हानि पुर्याउने वन्यजन्तुहरूदेखि सुरक्षा गर्दछ। र आदिम बस्ती सन् 1995, उष्मा सन् 1987। ऋतु क्यानभसमा रेखाहरू सन् 2001, अक्षर अर्केस्ट्रा सन् 2004, किनाराका आवाजहरू सहलेखन सन् 2008, भुइँपुट्ठा शब्दहरू सन् 2013। र यसका बाहेक धेरै अन्य कविता सङ्ग्रहहरू लेखहरू पनि मनप्रसाद सुब्बाका प्रकाशित भइसकेका छन् र यसै वर्ष उहाँको कविता सङ्ग्रह पञ्चतत्त्वको पालाम पनि प्रकाशित भएको छ। र अब हामी उहाँले पाएका केही पुरस्कार सम्मानहरूपट्टि लाग्नेछौँ। उनलाई सन् 1959मा दार्जिलिङको नेपाली साहित्य सम्मेलनबाट दियालो पुरस्कार प्रदान गरियो र 1969मा दार्जिलिङको अति प्रख्यात नेपाली साहित्य सम्मेलन संस्थाबाट दिइने दियालो पुरस्कार प्रदान गरियो र सन् 1993मा नेपालबाट रत्नश्री स्वर्ण पदकद्वारा सम्मानित गरियो र 1993मा नेपालबाट दिइने रत्नश्री गोल्ड मेडल पनि उहाँले प्राप्त गर्नुभयो। कविता कृति आदिम बस्तीका लागि उनलाई सन् 1998मा दिल्लीको साहित्य अकादमी पुरस्कार प्रदान गरियो र 1998मा दिल्लीको साहित्य अकादमी पुरस्कार पनि उहाँको आदिम बस्ती कविता कृतिले प्राप्त गर्यो। र आज यतिमा नै शेष गर्दै म यो भिडियो अन्त गर्दछु। धेरै धेरै धन्यवाद।